विदेशमा जहाँ जहाँ तपाईँ चाहिँ नि जागिर खाने मान्छे छन्, पढ्न गएका विद्यार्थी छन्, ती सबलाई सिआइएले कब्जा गरेको छ र उनीलाई तपाईँ चाहिँ घरका आफ्ना आमा बाउ अभिभावकले घन्टीमा है भोट। यो बुढो त अलिअलि भयो भने ठिक जस्तो लागिरहेको थियो। यो बुढोको चुनाव हारेपछि खुसिएछ केटा दिमाग। यो बुढोको साथी हो, यो बुढोको दिमाग खुस्किएछ। ए बुढो मान्छे यहाँ सुन कुरा, सिआइएले यहाँ कसैले समाएको छैन। यहाँ हामी बस्ने ठाउँमा लगभग 500 भन्दा बढी नेपालीहरू छन्। सबले भोट घन्टीलाई हाल भनेको हो कि, किनकि तिमीहरूको दिगदार भएको तिमीहरूको त्यसले देखेर, तिमीहरूले दिएको दुःख देखेर, यहाँ विदेशमा आएर हामीले भोगेको दुःख सम्झेर घरकोलाई भोट चेन्ज गर भने हो। त बुढोको दिमाग कहिले आउँछ? कसले भनेछ है त बुढोले त्यस्तो हावा वफादारी त कुरा नि फैलाउनु बुढो बुढो मान्छे भएर? चुनाव हारेपछि बुढोको तारसास खुस्केछ त, दिमाग हस्पिटल जाने हो। यसरी पत्रकार सम्मेलन गर्दै यस्तो अफा फैलाउनु होइन, बुढो मान्छे भएर हस्पिटल जाने हो। दिमागको तार खुसिसक्यो। सिआइए के को सिआइए न सिआइए? यो घोल्टेङ बुढो एउटा दिमाग सिमाग छैन। यस्तो जितिसक्यो, यत्रोचोटि चुनाव जितेको मान्छे अलिक बोल्ने बेलामा हुन्छ नि, को सिआइए, कसलाई समाएको सिआइए प्रमाणित दिन पऱ्यो। सिआइए यहाँ मेरो रुम, हाम्रो रुममा लगभग 3000, हामी बस्ने ठाउँमा 500-600 छ। हाम्रो यो ठुलो क्याम्पमा लगभग 5000 भन्दा बढी नेपाली छ। यो सबैले भनेको भोट चेन्ज गर्ने यसपालि भनेर। बुढो अलि मुख सम्हालेर बोल्नु नि यार। यस्तो कुराको नि विश्वास गर्ने हो त साथीहरू? अब हामीले यस्तोले नेता मान्छौँ हामी? अब यस्तोले नेता मान्ने चाहिँ मान्छे होइन साथीहरू, त्यो चाहिँ भेडै हो। मैले भनिदिएँ ल।